नमस्ते सबैजनालाई, गुड इभिनिङ है। म तपाईँहरूलाई ट्रेडिङ कसरी गर्ने भनेर सिकाउन गइरहेको छु है। एनी हाउ अब ट्रेडिङ गर्नको लागि तपाईँहरूले बेसिक कुरा अब क्रिप्टोको बारेमा, ब्लक चेनको बारेमा, नर्मल चार्टको बारेमा, टेक्निकल एनालाइसिस होइन, फन्डामेन्टल एनालाइसिस सबै यो भनेको बेसिक कुराहरू लगभग जानिसकेको मान्छेले गर्दा पनि फरक पर्दैन। अनि तपाईँले अब ट्रेडिङमा भर्खर नयाँ नयाँ हुनुहुन्छ भने पनि यो फर्मुलाले एकदम काम गर्छ, तर तपाईँहरू रुल्समा चाहिँ एकदम बस्नुपर्ने हुन्छ। ट्रेडिङको फर्मुलै भनेको रुल्स। अब जस्तो हेर्नु, तपाईँले हामीलाई त केसँग सरकार छ भन्दा त मेन प्रफिटसँग, फाइदा। अब लगानी गरेपछि अफकोर्स अवश्य पनि सबैलाई फाइदैको सँग मतलब हुन्छ। अनि अर्को कुरा फन्ड क्यापिटल है सेभ गर्दा, जस्तो तपाईँले कुनै पनि बिजनेसमा आफ्नो अब लगानी गर्नुभयो, नेपालको फिक्स डिपोजिटमा राख्नुभयो, इन्सुरेन्स गर्नुभयो, फाइनेन्स सम्बन्धी धेरै कुराहरू हुन्छ। त्यसमध्ये पनि एउटा ट्रेडिङ भनेको तपाईँको वान अफ द बेस्ट वर्ल्डकै होइन। तपाईँको अलिकति तालमेल मिलेन भने मान्छे धेरै डुबेका पनि छन्। तर यसलाई चाहिँ सिस्टमेटिक तरिकाले जाने हो होइन भने तपाईँ ट्रेडिङमा मजाले पैसा कमाउन सक्नुहुन्छ। जस्तो मैले 10 वर्षको एउटा अनुभव मैले ट्रेडिङ गर्दै आउँदाखेरि म सेयर गर्न गएको छु तपाईँहरूलाई फ्रीमा एकदम कोर्स। मान्छेले अब धेरै त्यस्तो पेड सिग्नलहरू दिने प्रोभाइड गर्छु भन्ने, अब लस गराउने केही समयको लागि। अब मान्छे कति कति वर्षदेखि ट्रेड गर्दै आएको मान्छेहरू त लस गरिरहेको हुन्छ है। तपाईँको एउटै फर्मुलाले काम गर्छ। के काम गर्छ भन्दाखेरि ट्रेडिङको क्रिप्टोको राजा भनेर तपाईँलाई बिटकोइनकोलाई मानिन्छ। अहिले बिटकोइनको रेट कतिमा चलिरहेछ भन्दाखेरि कतिमा चलिरहेछ, अब यसरी मार्केटमा जाने है। यो एप्लिकेसन हो, कुनै पनि हुन्छ, फरेक्स एप्लिकेसन हुन्छ, नेपालको नेप्से भन्ने हुन्छ। अब आफ्नो कोही न कोही त एउटा प्लेटफर्म त हुनु पऱ्यो नि। त्यस्तै गरेर यो तपाईँको बाइनान्स भन्ने वर्ल्डको वान अफ द बेस्ट एक्सचेन्जर है। सेन्ट्रलाइज एक्सचेन्ज हो यो, डिसेन्ट्रलाइज हुन्छ। अब बेसिक कुराहरू तपाईँले सिक्दै जाँदाखेरि बुझिन्छ। अब जस्तो बिटकोइन भनेको क्रिप्टोको राजा हो। अब फन्ड धेरै हुनेले तपाईँको मिलियन्स बिलियन्समा हुनेहरूले बिटिसीमा ट्रेड गर्नु हुन्छ होइन। अब आफ्नो आफ्नो चोइस हो। म चाहिँ फन्ड कम भएको कारणले ठिकै एभरेजले गर्दाखेरि तपाईँको मैले केमा गर्छु भन्दा टप थर्ड फोर्थ कोइन बिएनबी कोइन भन्ने, बिएनबी कोइन तपाईँहरूले अब जुनसुकै पनि एउटा क्यापिटल अनुसार सिलेक्ट गर्न सक्नुहुन्छ। मैले बिएनबी कोइन किन सिलेक्ट गरेको भन्दा बिएनबी कोइन भनेको एकदम स्ट्रङ कोइन पनि, बाइनान्सको बिएनबी कोइन नेटिभ कोइन भएको कारणले गर्दा टप ऱ्याङ्किङको 4-5मा नर्मल्ली आउने। थर्ड हुन्छ, फोर्थ हुन्छ, कहिले 5th हुन्छ, त्यो भोल्युम अनुसार क्रिप्टो मार्केट अनुसार। म प्रायः बिएनबीमा ट्रेड गर्छु। अब तपाईँले यसमा अब धेरै कुराहरू हुन्छ होइन, सानो जस्तो अब फाइनेन्स सम्बन्धी तपाईँले अब यो बुझ्दै जाँदा सामान्य कुराहरू युट्युबमा हेर्दा पनि हुन्छ। अब बुकहरू पढेर पनि न्युजहरू धेरै अनेक किसिमका चिजहरू छन् होइन। अब क्यालकुलेटेड जस्तो म तपाईँलाई अब क्यालकुलेटरमा देखाउँछु होइन। अब बिएनबी भनेको बिटकोइन धेरै प्राइस कति छ अहिले, बिटिसीको प्राइस $87,000 भनेको धन्न नेपाली 1 करोडभन्दा बढी। 15 भनेपछि धन्न 1 करोडभन्दा बढी हुन्छ। यसमा चाहिँ अब यसको प्राइस हाई भएको कारणले गर्दा फन्ड अब क्यापिटल कम हो नि, प्राइस एउटै बिटकोइनको रेट $87,000 भएको कारणले गर्दा यसमा चाहिँ मैले ट्रेड गर्दिनँ भनौँ होइन। फन्ड लो छ क्यापिटल। त्यसमध्येको अब इथेरियम छ। इथेरियम पनि तपाईँको $2,000 छ नर्मल्ली। यसमा पनि ट्रेड गर्नलाई अब $2,000 भनेपछि अब धेरै नै चाहिन्छ अलिकति फन्ड होइन। अब तपाईँको कसरी गर्नु, मैले चाहिँ वान अफ द बेस्ट एउटा टप 10 भित्रको कोइन बिएनबी कोइनमा
ट्रेड गरिरहेको हुन्छ बिएनबीमा। यो सबै मैले एकदम क्रासै भयो भने चाहिँ मैले अरू कोइनमा पनि कहिलेकाहीँ अब अपर्च्युनिटीहरू भयो भने मैले अरू कोइनमा इन्भेस्ट गर्छु। तर तपाईँहरू चाहिँ नगर्नु होला। एउटै कोइनबाट सक्सेस भनेको प्रफिट भनेको एउटै कोइनबाट मजाले लिन सकिन्छ। अब जस्तो हेर्नु यहाँ के छ भन्दा मैले एउटै कोइनमा ट्रेड गरेर गरेको कन्टिन्यू गरेको प्रफिट अब यो बिएनबी यो पोजिसन अर्डरमा तपाईँको 3 महिनाको डाटा हेर्दा नि हुन्छ। अब 3 मन्थको यही थाहा हुन्छ। बिएनबी युएसडिटी बिएनबी यो सोल लिङ्कहरूमा मैले यो एकदम क्रास डाउनमै हुँदाखेरि मैले ट्रेड गर्छु। नत्र प्रायः मेरो एउटै कोइनमा इन्भेस्टमेन्ट हुन्छ। एउटा मात्र कोइनमा गर्नुहोस्। अब संसारको ठुला मिलिनियर्सहरू होइन हरूले पनि एउटै ट्रेड अब आफ्नो स्ट्रेटेजी हुन्छ। म गर्ने भनेको एउटै बिएनबी कोइन टप 10 भित्रको होइन। अब फन्ड पनि एभरेज भएको कारणले गर्दा लगभग मैले यहाँ पोजिसन अर्डर लगाएको छु। यहाँ कति भन्दाखेरि बिएनबी कोइनमा मार्जिन युएसडिटी भनेको हुन्छ $145 इन्भेस्टमेन्ट भएको छ। बिएनबी युएसडिटी र अनि बिएनबी युएसडिसी गर्दा 157। दुईवटा कम्बाइन गर्दा 145 र 157 गर्दा लगभग $300 इन्भेस्टमेन्ट भएको छ है यसमा। मेरो चाहिँ स्ट्रेटेजी के छ भन्दाखेरि तपाईँको $630 मानौ अहिले बिएनबीको रेट छ भनेपछि मैले $1 को ग्यापमा बिएनबी युएसडिटी $2 को ग्यापमा अनि बिएनबी र सेम कोइनमा युएसडिटी $2 को ग्यापमा गर्दा बिएनबी तपाईँको $500 सम्म आउँदा फेरि मेरो अटोमेटिक इन्भेस्ट होस् भनेर मैले ट्रेड ओपन गरेको छु। पोजिसन ओपन यो सबै जस्तो 626 छ 627 छ यहाँ $50 छ 50 यो लेखेको गर्दाखेरि मैले 102वटा अर्डर ओपन छ। अघि 106-107वटा थियो। अब त्यो पिटिसी डाउन भएको कारणले बिएनबी डाउन भएको कारणले गर्दा मेरो अर्डर छोइसकेको छ। तपाईँको इन्भेस्टमेन्ट छोइसकेको छ। यो चाहिँ मेरो कस्तो भन्दा मार्केट क्र्यास हुँदा पनि काम लाग्ने, साइड बेसमा चल्दा पनि काम लाग्ने होइन। अप भयो भने यहीँबाट अब जति इन्भेस्टमेन्ट भयो त्यहाँबाट पनि प्रफिट हुने गर्दाखेरि कसरी पनि फाइदै हेर्ने हो मार्केटमा। त्यसले गर्दा यो 625 627 मेरो सबै अर्डर छ। $1-2 को 28 छ 28 24मा 26मा 28मा छ। बिएनबी युएसडिसी गर्दाखेरि 34 36 538 यसरी मैले अर्डर लगाएर आएको छु। जम्मै लास्टसम्म 625 624 623 622 $1 को ग्यापमा। यो अब 100% मार्केट अब त्यो खस्छ तलमाथि हुन्छ होइन। कुनै बेला क्रास 81 हुन्छ। त्यस्तो कारणले गर्दाखेरि $1 को ग्यापमा $1 घट्यो भने ट्याक्क अटोमेटिक इन्भेस्ट हुँदै जान्छ मेरो गर्दाखेरि। यसरी मैले कतिसम्म गरेँ हो भन्दा त 501 भनौँ न। यहाँ मेरो बिएनबी युएसडिसी $501 सम्म बिएनबी कोइन घट्यो भने 81 कुनै बेला यो लगभग उतिखेर त घट्दैन। त्यहाँ आउँदासम्म मेरो सब अर्डर लगानी हुन्छ इन्भेस्टमेन्ट भनौँ न। मैले अब यो यसरी चार्ट हेर्दाखेरि यो लास्ट टाइमको कति भन्दाखेरि 300 यो 1 विकको चार्ट हो। 397 $400 योभन्दा पहिलाको सपोर्ट लेभल भनेको तपाईँको कति $499 लगभग दुईचोटि भनौँ न $500 आएको कारणले गर्दाखेरि म 500सम्म $250 50% नआउँदासम्म तयारी भएर बस्दा हुन्छ। 0सम्म बिटकोइन होइन। तपाईँले त्यसरी गर्नुभयो भने प्रिपेयर हुनु पर्यो। जति खसे पनि मार्केट तपाईँको इन्भेस्टमेन्ट गरिराख्नु पर्यो, पोजिसन लगाएर राख्नु पर्यो है। कतिजनाले बुझ्नुहुन्न होला। लगभग यो ट्रेड गरेको मान्छेहरूले त बुझ्नुहुन्छ। यसरी मैले अर्डर लगाइरहेको छु। अब यो एलटिसी र मेरो अलिकति माइनसमा छ, केही छैन। 1x मा हो। जहिले पनि 1x मा गर्नु होला। फ्युचरमा गए पनि 1x मा गर्दाखेरि एकाउन्ट
0 हुने हुँदैन भनौँ न। यसरी गर्दा बिएनबी युएसडिटी तपाईँको यहाँ अब मेरो अर्डर लगाएको एउटामा 145, एउटामा 157 डलर टच भएर इन्ट्री पढा, एउटामा 131, एउटामा 130.57 छ। अब यो अहिले माइनसमा भए पनि लगभग अब यो हेर्दा होइन मैले भन्दै एक्सप्लेन गरिरहेको छु, गर्दा गर्दै यो प्रफिटमा आउन पनि बेर लाग्दैन। यदि तल आइहाल्यो भने पनि हाम्रो अर्डर 102वटा अर्डर छ टन्नै होइन, तल छुन्छ हाम्रो इन्ट्री प्राइस डाउन हुँदै जान्छ। अलिकति पनि मार्केट थोरै पुसअप हुने बित्तिकै हाम्रो प्रफिट लेभल प्रफिटमा आइहाल्छ। अब यसै गरी गर्दा गर्दै अब मैले पिएनएल पनि भनौँ न अब 1-3 महिनाको पिएनएल एभरेजमा अब यसमा टोटल लस कति देखाएको छ, $7 देखाएको छ। $7 भनेको खासै त्यस्तो नर्मल ठुलो कुरा होइन यो महिनाको पिएनएल। अब 1 तारिकबाट $9 छ, $109 छ, $4 छ, $44 छ, प्रफिट हुँदै गएको। अनि 2 महिनाको होइन 2025 2 मन्थको अब यसरी 66 0.82 माइनसमा यो तलमाथि खासै त्यो 0.82 सेन्ट भनेको त्यति लसलाई मानिँदैन। गत मैले $1116 भनौँ न 3 महिनाको पिएनएल मैले प्रफिट त यो त्यो 1-1 सेन्ट $1-1 $2-2 गर्दै लगभग $1700 प्रफिट गरेँ होइन। अब यो अहिलेको यो पिएनएलमा नेट चाहिँ कति यो तपाईँको चेन्ज भइरहेको छ। यो चाहिँ 1 हप्ता 1 महिनाको यो 1 महिनाको कति $596 प्रफिट गर्न सफल भएछ है। $600 भनेको धन्न 1 लाख रुपियाँ हुन्छ। 7 दिनको ट्रेडिङ चाहिँ खासै छैन, $43 मात्र प्रफिट छ। यसरी डिटेल्स सबै देखिन्छ है, सबै हेर्न मिल्छ। गर्दाखेरि धन्न मैले $1700 प्रफिट 2.5 लाख रुपियाँ नेपाली प्रफिट गर्न सफल गरेँ यही डिसिप्लिनमा बसेर है। मलाई रातारात मैले जिन्दगीमा सिकेको भनेको ट्रेडिङमा मलाई रातारात करोडपति बन्न छैन, बिस्तारै यो मेरो एउटा स्किल भनौँ न। मान्छेले कसैले डक्टरी भन्छ, कसैले अब खाना बनाउने कोही सेफ भन्छ के गर्दा मैले यो चाहिँ मैले एउटा सिकेको भनेकै ट्रेडिङ है। नर्मल्ली म अब मास्टर त होइन, तर जहाँसम्म मैले अब बिटिसी 0सम्म आउँदा पनि प्रिपेयर हुनु भनेको जहाँसम्म लस भइहाल्यो भने केही समय हुने, तर छिटो रिकभरी हुन्छ। लस सबैको हुन्छ होइन, रिकभरी गर्नु पऱ्यो। अहिले अब यो माइनसमा छ देखाइरहेछ, यो तल छुइरह होइन। मेरो साइज इन्ट्री साइज पनि घट्छ। अब यो कति 28.50 छ, 28मा मेरो अर्डर छ। अब यसरी गर्दा तपाईँको ल मानौँ होइन, क्यालकुलेटरमा तपाईँलाई मैले देखाउँछु। अब $630 छ प्राइस। मानौँ तपाईँको $1 घट्दा $50 इन्भेस्ट गर्नुभयो भने $630मा $100 घट्दाखेरि $1 $50 इन्भेस्ट गर्नुभयो भने $100 गर्दाखेरि 50 × 100 गर्दाखेरि तपाईँको 50 × 100 गर्दाखेरि $5000। भन्नुको मतलब बिएनबी कोइन 630मा चलेको 100 घटाउँदा कति हुन्छ भन्दा 530मा आउँदा यहाँ अब 630मा चलेको बिएनबी $100 घट्नु भनेको नै एकदम धेरै घट्नु हो है। हाई भोल्युममा यो घट्छ नघट्ने छैन। 530मा आउँदा तपाईँको 100% $5000 इन्भेस्ट गर्ने भयो। अब $50 इन्भेस्ट गर्नुपर्छ भने $1 घट्दा अब तपाईँले त्यो रेन्ज मिलाउनु पर्ने हुन्छ। तपाईँको क्यापिटल अनुसार कति होइन के लिने, लगभग ट्रेडिङ गर्दा जहाँसम्म क्यालकुलेटरमा गर्दा तपाईँले अब $100 इन्भेस्ट गर्नुभयो भने $1 घट्दा 100 × 100 गर्दाखेरि तपाईँको $10000 चाहियो होइन।
तपाईँले $10 इन्भेस्ट गर्छु भन्दा 10 × 100 गर्दाखेरि $1000 चाहियो। अब तपाईँको क्यापिटल, यो सब खेल भनेको तपाईँको क्यापिटल रिस्क म्यानेजमेन्ट होइन। अब तलसम्म कति राख्नुहुन्छ रिस्क म्यानेजमेन्ट गर्नुभयो भने नै प्रफिट लसमा जाने हो क्यापिटल अनुसार। अब यो तपाईँको मेरो डाउन छ होइन, मैले पुरै अर्डर भनेको बाइङ अर्डर लगाएर बसेको हुन्छु सबै। अब यति भन्दै अब नर्मल्ली भिडियो पनि लामो भयो होला होइन, मलाई खासै बोल्न त आउँदैन होइन। त्यही पनि अब अहिलेको सोसल मिडिया ले गर्दा अब दुनियाँ सोसल मिडियामा थोरै जानेको स्किल सेयर गरौँ भनेर। अब नेक्स्ट भिडियोमा म अझै राम्ररी एक्सप्लेन गर्ने कोसिस गर्नेछु। यति भन्दै हस् त, थ्याङ्क यू, धन्यवाद।